everyone, welcome to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चो पनि म पनि एकदम सन्चो छु भन्ने दिन चाहिँ कहिले होला है भगवान। यो नाक यति दुःख दिएछ कि यो नाकले मलाई है बोल्न पनि हेर्दै हजुर यति गाह्रो भएको छ साथीहरु, यति गाह्रो भएको छ यो नाक पुरै दुईटै टालेर कति गाह्रो। फेस पनि के होला हौ साथीहरु मेरो त फेसले पनि कहिले पनि यो मैले आजसम्म यो मेरो फेस हैन महिनामा हेर्दा राम्रो कहिले पनि देखेको छैन। के आओ यो के आओ के दबाईहरु हुन्छ भन्दिनु साथीहरु, सल्लाह सुझाव दिनु होला। मेरो फेस कसरी मैले एकदम राम्रो टिलिक्क टल्कने होला भनिदिनुस् त। यति नराम्रो छ मेरो फेस। साइरो के गरिरहेको तिमी? कलर गरेको गरे देखाउ तेरो। एकदम नाकले बोल्न कस्तो यति गाह्रो भइरहेको कि भन्नु म एक्सप्लेन पनि गर्न सक्दिनँ होला। टालिएछ कि पुरै एकदम धेरै। आजको भिडियो स्पेसल खासै केही पनि छैन, यसो घरतिरको भिडियोहरू देखाउँ भनेर हो। हेर्दै गर्नु होला के हुन्छ। मैले चाहिँ छोरीको लागि चिची बनाइदिएको, छोरीलाई चिची खानु मन लाग्यो अरे। डिमान्ड पनि के हो बुढाहरू कहिले के ढोका पनि हावाले यस्तो हावा चलेको नि। मौसम चाहिँ एकदम सफा छ तर एकदम हावा चलिरहेको। छोरीलाई चिची खानु मन लाग्यो भनेर यो चिची बनाइदिएको छु। हेर्दै गर्नु होला के कस्तो हुन्छ। साइरो के गरेको बाबा? जस मेरो छोरीलाई चाहिँ पढ्न चाहिँ खुब जाँगर लाग्छ। पढिरहन्छ यत्तिकै लेखिरहन्छ, कलर गरिरहन्छ। कलर गर हस्। अब माम खानुपर्छ हस्। माम ल्याउँछु। सानो कलर गर्दै माम खाँदै गर्ने हुन्छ। ओके साथीहरु, अब चाहिँ म दिउँसो खाजाको लागि आज के बनाउन गइरहेको छु भन्दा म चाहिँ रोटी पकाउन थालेको। मेरो छोरालाई पनि रोटी एकदम मनपर्छ, त्यही भएर खाजाको लागि चाहिँ अब आज रोटी बनाउँ भनेर लागेको। हेर्दै गर्नु होला कतिवटा भाइन्छ। 8वटा भाइन्छ। 8वटा बनाउनु हुँदैन भन्छ नि, त्यहाँ त 8वटा भएछ। ल अब यसलाई सानो बनाउनु पर्ला, एउटा सानो बनाउनु पर्ला। 8-12 पार्नु हुँदैन भन्छ नि त पहिलाको मान्छेहरूले। त्यही भएर यसलाई चुडेर यसलाई सानो एउटा बनाउनु पर्यो, 9वटा हुन्छ। 3, 6, 7, 8, 9 यो सुधा 9वटा। किनभने 8-12 पार्नु हुँदैन अरे भन्ने सुनेको मैले पनि। त्यही भएर हेर्दै गर्नु होला। ओके साथीहरु, अब चाहिँ रोटी बनाउँछु। छोरी सुतिरहेको भएर अब म सानो रोटी बनाउँछु। उसलाई पनि एकदम रोटी एकदम मनपर्छ, मलाई पनि रोटी एकदम मनपर्छ। र छोरीलाई पनि एकदम रोटी बनाउनु मनपर्ने भएर मलाई चाहिँ प्रायः खाजामा यही सजिलो लाग्छ, यही बनाएर हुन्छ। उसले खाने पनि आफूलाई बनाउनु पनि सजिलो लाग्छ। त्यही भएर हेर्दै गर्नु होला। तर यस्तो बनाएर राख्नु पऱ्यो कि सजिलो हुन्छ नि त, गोलो बनाएर राख्ने। यो रुगा भगवान के गर्नु ठिक हुन्छ होला हौ। बोल्न यति अप्ठ्यारो भएको छ नि, कुरै छोड्दिनु। हजुरहरूले दिदी कसरी बनाउनु भयो? मलाई खासै गोलो चाहिँ बनाउन आउँदैन, हल्का काम चलो। यो त हुँदै भएन।
गिलो भएछ क्या पिठो, त्यही भएर अप्ठ्यारो भयो। रोटी र चिया चाहिँ मकैलाई मनपर्छ, कमेन्ट गर्ने साथीहरू। मलाई चाहिँ एकदमै मनपर्छ, एकदमै। म प्रायः रोटी नै पकाइरहेको हुन्छु। यतिको भयो नि ल, भएन यदि भएपछि काम चलो भयो नि त। सुरुको चाहिँ बिग्रियो कि राम्रोसँग भएन भने अब यसलाई डल्लो बनाएर फेरि बनाउनु पऱ्यो। एकदम गिलो भएछ क्या, अनि पिठो नहालिकन बेल्नै नसक्ने। विकास आउन आँटिहाल्यो, हावा चलिरहेको मस्त। रोटी रोटी राम्रो खासै फुल्दैन किन होला हौ साथीहरू। फुल्ने आइडिया कसरी फुलाउनु होला रोटी आइडिया दिनुहोस् त। मैले पकाएको हप्तामा त फुल्दैन होला, यो चाहिँ फुल्यो त फेरि। ए भने त्यसलाई पनि क्यामेरै चाहियो रहेछ। क्यामेरा अगाडि यसरी गरेपछि पनि फुल्दो रहेछ। मेरो यो रोटी पकाउने भाँडो चाहिँ यस्तो छ है साथीहरू। म फ्राई प्यानमा रोटी पकाएर हाल्छु, मलाई एकदम सजिलो लाग्छ यो, त्यही भएर। फुलो है फुलो मेरो रोटी पनि। छोरी उठेको भए म पनि रोटी बेल्ने मामु भनिरहन्थ्यो होला। यति भयो त पाकिहाल्दैन होइन, राख्नु पऱ्यो। अब यसलाई हाल्नु पऱ्यो सट्ट। यो चाहिँ अलिक गोलो भएन चाहिँ अघि जस्तो, यो चाहिँ कस्तो गोलो भएको थियो, यो चाहिँ अलिक गोलो भएन चाहिँ। यहाँ बनाउँदैछु, हेर्दै गर्नु होला साथीहरू। साथीहरू हेर्नुहोस् त, अघिसम्म यस्तो डेन्जर घाम लागिरहेको थियो है, अहिले हेर्नु त आम्मामामामामा फेरि अब कालो निलो भएर आइसक्यो। अहिलेको त मौसम त के हो एकछिनमै घाम लाग्छ, एकछिनमै यस्तो भुरी बतास आउँछ। हाम्रो काठमाडौँतिरको मौसम चाहिँ अहिले यस्तो भइरहेछ साथीहरू। हजुर के कस्तो भइरहेछ प्लिज कमेन्ट। अघिसम्म यस्तो डेन्जर घाम लागिरहेको थियो क्या, अहिले त एक्कासी म रोटी पकाइरहेको थिएँ, रोटी पकाउँदा पकाउँदै आएको बाहिर गडङ गुडुङ गरिरहेको थियो नि त। अनि ओहो ल है साथीहरू, जाडो मौसममा तातो ढिलो जाडो मौसम भन्दा पनि यो के भन्छ त्यसलाई, पानी परेर त्यो वैशाख महिनामा पनि एकदम चिसो भइरहेछ कि। यसरी ग्यासमा ढिलो पकाएर कसले खानुहुन्छ भन्नुहोस् त, कमेन्ट गर्नुहोस् त साथीहरू। हामी खान्छौँ यसरी, यति गाह्रो छ नि यहाँ अन्त। किनभने एकजनाले समात्नुपर्छ अनि एकजनाले मस्काउनुपर्छ कि, त्यही भएर
अब सही मस्काउने यसलाई अनि खाने हो। ल है साथीहरू, काठमाडौँमा पानी परेर चाहिँ एकदम चिसो छ, त्यही भएर आज हामी कोदोको ढिँडो मात्रै भन्न नि मिल्दैन, कोदो र मकै मिक्स गरायो। त्यसलाई धेरै जस्तो कोदो भएको कारणले गर्दा चाहिँ कालै देखेको छ। र यसमा कोदो र मकै नै मिसाएर ढिँडो पकाउँछु म चाहिँ। चट्ट ग्यासमा ढिँडो कपाले पकाइखानु हामी खान्छौँ यसरी। यसरी अलिक अप्ठ्यारो हुन्छ कि, 2 हातले मस्काउनु पाए पो सजिलो हुन्थ्यो। यस्तो भने स्वै मस्काउने। तर यो कोदोको ढिँडो चाहिँ कस्तो चाम्रो हुने चाहिँ मस्काउनु धेरै अप्ठ्यारो हुने चाहिँ। मकैको ढिँडो मात्रै भए कस्तो सजिलो हुन्थ्यो। धेरै जस्तो कोदो छ नि त, के मिठो हुन्छ। कसलाई मनपर्छ ढिँडो प्लिज कमेन्ट। अब 2जनाले मनपर्छ है। हात बढ्यो, ओहो खाना मात्रै रह्यो फतक कस्तो हुन्छ कि एकदमै। छोरी तिमी ढिँडो खाने कि नखाने? मनपर्छ? ल अहिले ढिँडो अनि के खाने? त्यसपछि ढिँडोसँग के खाने? ए ल चिची खाने हस्। मेरो छोरीलाई पनि ढिँडो एकदम मनपर्छ, बाबा माउलाई पनि ढिँडो मनपर्ने भएको भएर होला छोरीलाई एकदम मनपर्छ। पकाउनु पऱ्यो उसलाई। ल अब छोरीले पकाउँछ, हाम्रो त सबै 3जनै पर्फेक्ट हो नि पकाउनु। तर अहिले पकाइ गरेको। ल साथीहरू, अब एकचोटि पाकेपछि मात्रै देखाउँछु म, किनभने यहाँ अब मस्काउनु पर्ने हुन्छ। 2जना, एकजनाले समात्ने अनि एकजनाले मस्काउने गर्नुपर्छ। निन्द्रा लागिसक्यो, रातिको 9:30 भइसक्यो। अहिलेसम्म हामी ढिँडो पकाउँदैछु भर्खर। ओके ल है साथीहरू, अब त हामी खाना थालेको। तरकारी यहाँ छ। ल है साथीहरू, ढिँडो सट्ट यसलाई चाहिँ के गर्नुपर्छ भने, यो चाहिँ अचार हो। यो चाहिँ यसमा मैले के अरे कुखुराको मासु र अनि आलु के कुखुराको मासुमा चाहिँ आलु मिसाएर बनाएको हो। यस्तोसँग मिठो लाग्छ कि। चट्ट यसमा चोप्ने र अचारमा चोप्ने। साथीहरू खाएँ ल। यहाँ चाहिँ आमा छोरी ढिँडो खाँदैछन् है, म चाहिँ अनि क्यामराम्यान। मैले कति बेला खाने हो? हस् हस् भुइँमा नदलिस हस्। मैले कति बेला खाने? 2जनाको मात्रै खिचेर बस्ने हो म। छोरी के गर्ने? खोइ त खाएको। हेलो साथीहरू, हजुरहरूले चाहिँ खाना खानुभयो कि खानु भएन? आज चाहिँ मेरो स्पेसली कोदोको ढिँडो अनि मासु अनि यता छ अचार। हजुरहरूले खानुभयो कि खाएन? मैले चाहिँ खाएँ ल। चट्ट यसरी लिने, यस्तरी बटार्ने अनि यस्तरी अचारमा चोप्ने अनि दामी भयो। हेङ्गी उता छु।
Yummy.